एकदम नुन गरिदेऊ फेरि त्यतिखेर चाहिँ पानी परेको छ यो मोमो कस्तो भएछ ल वाउ पानी परेपछिको चाहिँ यस्तो खालको नजारा हेलो एन्ड नमस्ते साथीहरू तपाईहरु सबैजनालाई फेरि पनि मेरो थर्ड भ्लगमा वेलकम छ अनि आज चाहिँ म बिहानै मम्मीहरुकोमा आएको छु किनकि आज चाहिँ हाम्रो यहाँ मोमो खाने प्लान छ साथीहरू त्यति पनि यही बेला लाग्नुपर्ने फेरि अनि त्यसपछि साथीहरू हामी चाहिँ आज हामी मिलेर चाहिँ भेज मोमो खाने प्लान गरेको छौँ मम्मीहरुको घरमा यो चाहिँ मैले अस्ति नै भिडियोमा पनि देखाएको थिएँ यो चाहिँ मम्मीहरुको पसल हो मेरो मम्मीको पसल अनि त्यसपछि घर अनि यहाँ चाहिँ हामीले आज मम्मीले भेज मोमो खाने भन्नु भएर हामी सबैजना मिलेर भेज मोमो खाने प्लान गरेको छौँ आजको मेरो भिडियोमा चाहिँ हामीले भेज मोमो बनाएर खाएको भिडियो तपाईँहरूलाई देखाउने छु म साथीहरू सो हेर्दै गर्नु होला अनि साथीहरू यहाँ चाहिँ मेरो भाइले मैदा लिएर आइसकेको छ मोमो बनाउनुको लागि उसलाई चाहिँ लाज लाग्यो अरे साथीहरू यो चाहिँ हाम्रो भाइले ल्याएको मैदा अब चाहिँ म यो मैदा मुस्छु मेरो चाहिँ मुस्ने काम हो अनि उता चाहिँ बहिनीले चाहिँ चपिङ गर्दैछ किमाको लागि अनि मेरो काम चाहिँ मैदा मुस्ने अब अनि साथीहरू यो मैदा मुसिसकेपछि चाहिँ यतिको मुसिसक्नु भएपछि चाहिँ यसमा चाहिँ हामीले आज यसलाई यसमा माथिबाट यसलाई यसरी तेल हाल्दिने यो मुसिसकेको मैदालाई चाहिँ अझ माथिबाट यसरी अलिकति तेल हालेर यसलाई यसरी चुड्याएर फेरि मजाले हामीले अलिकति मुसेर चाहिँ अनि प्लास्टिकमा प्याक गरेर राख्यौँ भने चाहिँ भरे बेल्नलाई पनि अलिकति नरम अनि खानु पनि एकदम मिठो हुन्छ के त्यही भएर हामी चाहिँ यस्तै गर्छौँ जहिले पनि मोमो बनाउँदाखेरि मुसिसक्ने अनि त्यसपछि फेरि त्यसलाई चुडाएर तेल हाल्ने अनि त्यसपछि यसरी नै मुस्ने अनि यसलाई लास्टमा मुसिसकेपछि चाहिँ प्लास्टिकमा प्याक गरेर राख्ने मजाले मुस्नु पर्यो साथीहरू अनि मात्रै बेल्दा नि मजा आउँछ खानुलाई पनि त्यो मजाले यसरी मुसेन भने चाहिँ खासै हुँदैन के खानुमा पनि मिठो हुँदैन यसलाई अब म यसरी मुसेर प्लास्टिकमा हाल्छु साथीहरू मैले चाहिँ मैदा मुसिसकेँ अनि मैले अघि भने जस्तै यहाँ मैले प्लास्टिकमा राखिसकेको छु मैदा प्लास्टिकभित्र यसलाई यसरी राखिराख्नुपर्छ कि अनि नरम हुन्छ भरेसम्म अनि मिठो हुन्छ कि टेस्ट पनि अनि भाइले चाहिँ यहाँ प्याज पनि ल्याइसक्यो ठ्याक्कै सकिरहेको रहेछ प्याज उफ खानुको लागि दुःख त गर्नु परिहाल्यो पसिना हेर्नु बिहान मेरो मैदा मुसेर अनि यता चाहिँ मलाई चाहिँ प्याज काट्ने भनेर काम अराइसक्नु भएको छ साथीहरू यता मैदा मुसिसके मेरो मैदा प्लास्टिकमा छ अनि अब फेरि पालो छ मेरो प्याज काट्ने अब म प्याज काट्नेतिर लागेँ साथीहरू मोमो खानु पनि गाह्रो छ किनकि यसरी पसिना आँसु बगाएर मोमो खानु पाउँछ प्याज कटिङ गर्ने मेरो काम थियो मेरो प्याज भर्खर यति भइरहेको छ अनि मेरो आँखामा आँसु आइरहेको छ साथीहरू मोमो खानु पनि कति गाह्रो अझै यति धेरै प्याज काट्नुपर्ने छ मैले साथीहरू माइ गड दुईवटा काट्दै आँखाभरि आँसु अनि साथीहरू मैले चाहिँ यहाँनिर प्याज काटेर यति पुऱ्याइसकेँ अनि गाजर पनि मिक्स गर्छौँ हामी चाहिँ किनकि हामीले आज भेज मोमो खान आँटेको नि त त्यही भएर यो गाजर अनि त्यसपछि यो प्याज अनि आज चाहिँ मैले के काट्नुपर्ने छ हामी चाहिँ एकदम नयाँ खालको मोमो खानेछौँ साथीहरू तपाईँहरूलाई चाहिँ मन पर्दैन होला होइन तर मलाई चाहिँ मनपर्छ किनभने मलाई चाहिँ मोमो लभर हो म मैदाभित्र मलाई चाहिँ जे डल्लो पारेर दिए पनि मलाई चाहिँ मिठो लाग्छ मलाई चाहिँ मनपर्छ जेसँग बनाए पनि मोमो त्यही भएर आज म आफ्नै तरिकाले बनाउँदैछु भेजमा यो प्याज मैले कटिङ गरिसकेँ यो गाजर भयो अब त्यसपछि यो बोडीलाई पनि म मसिनो कट गरेर यसलाई फ्राई गर्छु अनि त्यसपछि यो मन्टालाई पनि केलाएर यसलाई पनि मसिनो काटेर अनि त्यसपछि यसलाई पनि फ्राई गरेर
मन्टा र बोडीलाई फ्राई गरेर यसमा मिक्स गरेर अनि यो चाउचाउ पनि हालेर म किमा बनाउनु गइरहेको छु साथीहरू। सायद भेज त खानुहुन्छ सबैजनाले, तर यो तरिकाको भेज चाहिँ अहिलेसम्म खानुभएको छैन होला तपाईँहरूले। सो मेरो भिडियोलाई हेर्दै गर्नु होला। मैले लास्टमा कस्तो खालको किमा बनाउँछु, कस्तो हुन्छ हाम्रो मोमो साथीहरू। यहाँ चाहिँ आस्थाले यसरी बोडीलाई काटिरहेको छ। मैले अघि नै भनेको थिएँ म चाहिँ किमामा बोडी पनि अलिकति फ्राई गरेर हाल्छु भनेर। यो बोडीलाई यसरी काट्ने, सकेसम्म मसिनो, तर यतिको भए पनि हुन्छ, यतिको मसिनो काटेर अनि यसलाई यसमा किमामा मिक्स गरिदिने। यसले चाहिँ यहाँ काटिराखेको छ अनि मम्मीले चाहिँ यहाँ मन्टाकैलाई राख्नु भएको छ। मैले भनेकै थिएँ म आज चाहिँ मन्टा, गाजर, प्याज अनि त्यसपछि यो बोडीहरू पनि काटेर फ्राई गरेर हालेर बनाउँछु भनेर। यो चाहिँ एकदम डिफ्रेन्ट छ साथीहरू। तपाईँहरू सबैजनाले भेज मोमो त अब खानुभएको होला कि धेरै थरीको, तर यो चाहिँ यस्तो तरिकाले चाहिँ अहिलेसम्म कसैले खानुभएको छैन होला। म आज तपाईँहरूलाई देखाउने छु मेरो मोमो, सृष्टि राईको भेज मोमो कस्तो हुन्छ भनेर आज म तपाईँहरूलाई मेरो भ्लगमा देखाउँछु। यो बोडी छ, यो मम्मीले केलाउँदै हुनुहुन्छ। अब म यो मन्टा काट्छु मेरो पालो अनि आस्थाले यता काट्दैछ। सो साथीहरू हामीले चाहिँ कटिङको काम सकिसक्यौँ अनि यो चाहिँ मम्मीले अघि नै भिजाएर काटेर फ्राई गर्नुभएको मस्यो रह्यो चाहिँ यसरी फ्राई गरेर काटेको प्याज गाजरहरूमा मिक्स गरिदिने। यसलाई पनि हल्का फ्राई गरेर पहिला भिजाउने काट्ने अनि यसरी फ्राई गरेर यसलाई किमामा मिक्स गर्ने साथीहरू। अब सेकेन्डमा रहेको छ यो मन्टा र अघि देखाएको बोडी हामीले काटेको। अब यसलाई पनि तेल हाल्ने, तेल हालेर अनि फेरि यसलाई पनि हल्का फ्राई गरेर अनि यही किमामा मिक्स गरेर भरे मुस्ने हो। हाम्रो किमा यसरी बन्दैछ साथीहरू। अनि त्यसलाई फ्राई गरिसकेपछि चाहिँ यसको पालो हो साथीहरू, बोडी र मन्टाको पालो। यसलाई पनि यसरी फ्राई गर्ने मजाले, एकछिनसम्म फ्राई गर्ने, फेरि त्यसलाई त्यसको पकाउने चाहिँ होइन है, हल्का फ्राई गरेर एकैछिन आगोमा राखेर अनि फेरि हामी यसलाई मिक्स गर्छौँ। अनि त्यसपछि चाहिँ बाँकी चिज हालेर अनि त्यसलाई मजाले मोलेर किमा बनाउँछौँ साथीहरू। यो चाहिँ यसरी फ्राई गर्नुपर्छ। यो चाहिँ हाम्रो अर्ग्यानिक भुसे चुल्हा हो साथीहरू। हाम्रो मम्मीहरूले चाहिँ भुसे चुल्हामा पकाउनुहुन्छ। ग्यासमा पकाएको भन्दा चाहिँ यो चुल्हामा पकाएकै मिठो हुन्छ नि खानेकुराहरू। यसमा चाहिँ एउटा दुईवटा सानो दाउरा हाले पनि यस्तो मजाले बल्छ है। अलिकति भुसमा यसले चाहिँ पुरै भुसले मात्रै भर्ने हो कि, यो चाहिँ भुस भर्ने अनि त्यसपछि अलिकति पल पार्ने अनि यसरी दाउरा लगाएर आगो बाल्ने, मजाले खान पाक्छ। यस्तो देखेको छ हाम्रो मन्टा र बोडी। अब यसलाई भइसकेपछि हामी यहाँ मिक्स गरेर किमा मोलेर अनि चाहिँ मोमो बनाउन सुरु गर्छौँ साथीहरू। यहाँ हुनुहुन्छ हाम्रो मम्मी, यस्तो गर्मीमा दुःख गर्दै हुनुहुन्छ मोमो पकाउनको लागि। अनि अघि मैले देखाएको किमाहरू चाहिँ सबै रेडी भइसक्यो। हामीले यसलाई यसरी यहाँ हाम्रो मामुले मोल्दै हुनुहुन्छ। सबै किमाहरू काटेर अघि नै फ्राई गरिसकेर माथिबाट धनिया हालेर है यस्तो मजाको भएको छ हाम्रो किमा। यहाँ चाहिँ हाम्रो कान्छी मामुले किमा मिक्स गर्दै हुनुहुन्छ। फाइनल लुक्स यस्तो छ हाम्रो किमाको। अहिले चाहिँ एकदम धेरै गर्मी छ, यत्रो भित्र भएर पसिना खलखल मुख धोको जस्तै भएको छ। यहाँ धन्नाले फ्यान छ र फ्यानको हावा खाँदै म चाहिँ यहाँनिर सुप बनाइरहेको छु मभन्दा ठुलो। अनि साथीहरू यहाँ चाहिँ हाम्रो कान्छी मामुले आँप लिएर आउनु भएको छ यहाँ मम्मीहरूको लागि। एकदम ठुलो ठुलो अरे, यसको नाम चाहिँ के पो हो मलाई चाहिँ नाम आएन। तपाईँहरूलाई थाहा छ भने बरु कमेन्ट गरेर भनिदिनुहोस्। एकदम ठुलो ठुलो छ। यति तिनवटामै साढे 2 केजी अरे, 2.5 केजीको अरे यति आँप नै। अनि यता बस्दै हुनुहुन्छ मम्मी मामुहरू चाहिँ। आस्थाले यहाँनिर चटपटे बनाउनुको लागि यसले चाहिँ प्याज काट्दैछ अनि म चाहिँ यहाँ फ्यानको हावा खाँदै मेरो सुप पकाइरहेको छु। मलाई चाहिँ त्यो एकदम भन्छ नि गाउँमा हामी यसरी खान्थ्यौँ क्या, प्याज होइन टमाटरहरू अनि त्यसमा मैदा माथिबाट मैदा घोलेर हालेर अनि यस्तो खालको सुप मनपर्छ कि मलाई चाहिँ। आज साह्रो यस्तै तरिकाले खानु मन लाग्यो, गाउँको याद आयो अनि मैले चाहिँ यसरी सुप बनाएको छु साथीहरू। हेलो भन, हेलो भन मान्छेको ब्लगमा, हेलो भन, हेलो भन न।
यहाँ चाहिँ हाम्रो मङ्पु छ अनि यहाँ चाहिँ आस्थाले चटपटे बनाएर ल्याएको छ हामीलाई खाजा। अनि त्यसपछि मामुले चाहिँ यहाँ मैले बिहानै मुसेको थिएँ मैदा तर गिलो भइसक्यो मजाले मैदा मुस्दाखेरि जहिले मेरो गिलो नै हुन्छ अनि आज नि धेरै गिलो भइसकेको रहेछ धेरै बेर नै राखिसकेको थियो अनि मामुले फेरि यहाँ मैदा थपेर मुस्दै हुनुहुन्छ। अब उहाँले मोलिसक्नु भएपछि चाहिँ हामी बनाउन थाल्छौँ। अनि यता चाहिँ मामुले चटपटे खाँदै हुनुहुन्छ आस्थाले बनाएको चटपटे बनाउने मान्छे यता हुनुहुन्छ। बेबी खोइ तिम्रो चाउचाउ चाउचाउ देखाऊ तिम्रो चाउचाउ खोइ वाह ल चाउचाउ खाऊ तिमी। अब चाहिँ हामी बनाउन थाल्छौँ हाम्रो सबै सामानहरू रेडी भइसक्यो गाइज। अनि साथीहरू गर्मीमा हामीले चाहिँ यतातिर फ्यान चलाउँदै यहाँ मामु चाहिँ बेल्ने हुनुहुन्छ। हाम्रो किमा यति पुगिसक्यो फाइनल्ली हाम्रो 2 सेट मोमो चाहिँ यहाँ रेडी भइसकेको छ। अब यसलाई चाहिँ हामीले गएर पकाउँछौँ। पकाउने मान्छे चाहिँ आस्था हो अनि म चाहिँ बनाउने मान्छे। मम्मी चाहिँ मोमो डल्लो पार्दै हुनुहुन्छ यता मामु बेल्दै हुनुहुन्छ। अनि यहाँ हाम्रो मङ्कुले पनि सघाइरहेछ। हेलो भन बेबी आमा खानु खोज्दो रहेछ नक्कली भएको छ। यस्तै हो अब हामी बनाइसकेपछि अनि पकाउने सुरुमा चाहिँ सबै बनाइसक्ने अनि मात्रै पकाउने भन्ने निर्णय गरेको छौँ हामीले किनकि एकदम धेरै गर्मी छ नि त त्यही भएर। मोमो चाहिँ यस्तरी आस्थाले चाहिँ फेरि दामी बनाउँछ नि एउटा बनाएर देखाएर कान्छे। अब हेर्नुहोस् हाम्रो बहिनीले चाहिँ कसरी बनाउँछ यहाँ मोमो। यसरी किमा निकाल्ने अरे उसले चाहिँ गोलो बनाउँछ मलाई चाहिँ फेरि गोलो बनाउन आउँदैन क्या मलाई चाहिँ लाम्चो मात्रै बनाउन आउँछ अनि यसलाई चाहिँ गोलो बनाउन आउँछ। अनि यसको म यता खाएन मोमो यस्तो देखेको छ आस्थाको मोमो अनि मैले बनाएको चाहिँ लाम्चो अनि यो डल्लो चाहिँ आस्थाले बनाएको। अफ अफ अनि गर्मी त कुरै नगरौँ न फ्यान चलाउँदाखेरि पनि। गाइस यतिखेर चाहिँ पानी परेको छ ठुलो पानी त्यही भएर बोलेको पनि सुनिँदैन त्यही भएर म ठुलो ठुलो सुले बोल्छु। म भ्लग चाहिँ बनाउन छोड्दिनँ। ठुलो न ठुलो पानी परिरहेको छ हाम्रो मोमो लगभग सकिन लागिसक्यो। आस्थाले मोमो डल्लो पार्दैछ म चाहिँ एकैछिन बिसाएँ। यहाँ मम्मीहरू चाहिँ हाँस्दै हुनुहुन्छ म ठुलो ठुलो स्वरले गराएर भ्लग बनाएँ भनेर। अब चाहिँ हाम्रो लगभग सकिन आँट्यो यतिखेर चाहिँ ठुलो पानी परेको छ अन्त जस्ताको हो नि त माथि छाना त्यही भएर एकदम धेरै झन् ठुलो स्वर आउँछ के। उहाँ 3 जनाले मोमो बनाउनु भ्याइसक्नु भएको छ। अब चाहिँ अन्तिममा पुगिसक्यौँ हामी। अनि त्यसपछि म र मेरो मङ्पु चाहिँ मोमोको मर्कामा छुम्नी बेबी यस भन एकदम मुन गरिदेऊ फेरि। अनि साथीहरू हामीले चाहिँ फाइनली मोमो बनाइसक्यौँ यतिखेर चाहिँ पानी पनि रोकिसक्यो। अनि यहाँ चाहिँ मम्मी र मामुले मोमो यहाँ भाग लाउँदै हुनुहुन्छ यता पछाडि अङ्कल मम्मी मामु। अनि यसमा चाहिँ चिसोको लागि ग्लास यो मैले आफैले बनाएको सुप अनि यता मोमो रेडी भइसक्यो। अङ्कल एउटा खाएर भन्नुहोस् त कस्तो भएछ मेरो मोमो कस्तो भएछ मिठो भयो। अनि मामुले त डिउ हाल्दै हुनुहुन्छ। अब चाहिँ हामी खान्छौँ साथीहरू हाम्रो मोमो पनि पाक्यो पानी पनि रोक्यो भोक पनि लागिराखेको छ। कस्तो भयो मम्मी एउटा खाएर देखाउनु त खै। वाउ गाइस मेरो नि थुकाइसक्यो मुखमा। अब चाहिँ हामी खान्छौँ। अनि मेरो मोमो चाहिँ यस्तो देखेको छ साथीहरू। अब चाहिँ म मोमो खान्छु मजाले। यहाँ अङ्कलले चाहिँ मजाले धमाधम खाइराख्नु भएको छ। उहाँलाई चाहिँ 5वटा मात्रै भए पनि पुग्छ है गाइस धेरै खानुहुन्न धेरै खानुहुन्न जो 40-50वटाले चाहिँ हुन्छ नि अङ्कल धेरै चाहिँ हजुर धेरै चाहिँ खानु हुँदैन रुच्दैन क्या हाम्रो अङ्कललाई चाहिँ।
अनि यहाँ मम्मी खाँदै हुनुहुन्छ म झन् के भएको नि रुच्दैन खान्छु खालि उकालो आउँछ खालि उदो जान्छ नरुच्ने के मम्मीलाई चाहिँ झन् मामुको पनि फर्स्ट बाइट यता हुँदैछ अनि यता आस्टाले खाँदैछ मैले पनि खाएँ गाइज मिठो एकदम मिठो साथीहरू दामी मिठो अब चाहिँ हामीले खाजासाजा खाइसक्यौँ साथीहरू अब हाम्रो छुट्टिने बेला आइसक्यो आजको मेरो म भिडियोको लास्टमा छु अघि चाहिँ मैले भनिसकेको थिएँ मामुले ल्याउनु भएको थियो आँप अनि मम्मीले चाहिँ आँप काट्दै हुनुहुन्छ अब आँप खाएर हामी सबैजना आफ्नो घरमा जानेछौँ छुट्टिन्छौँ अब अङ्कल तपाईँलाई मोमो कस्तो लाग्यो एकदम राम्रो मिठो लाग्यो तपाईँले त 5 वटा मात्रै खानुभयो नि त्यही त रुच्दैन हाम्रो अङ्कललाई त्यही भएर एकदमै त्यो के यता घाँटी पनि सुकेर होइन करङ एकदमै करङ मात्रै देख्न थालेछ अलिक खाने गर्नुपर्छ अङ्कल होइन गर्मी छ त्यस्तो भन्दै हुनुहुन्छ साथीहरू र खान्छौँ अब हामी गर्मी चाहिँ फेरि लास्ट गर्मी चाहिँ लास्टै छ बनाउँदा नि त्यत्तिकै फ्यान लगाइ बनाएको थियौँ खाँदाखेरि पनि पसिना आएर यहाँ अब चाहिँ गाइज म चाहिँ यहाँ अङ्कलले र मामुले ल्याउनु भएको आँप खाँदैछु मिठै रहेछ हौ कटारी हुँदाखेरि खाएको याद आयो यस्तै स्वाद हुन्थ्यो क्या कटारी मिठै रहेछ मिठो रहेछ मेलो बुलियो मिठो कुनै चाहिँ जोड्दैन मिठो पानी परेपछिको चाहिँ यस्तो खालको नजारा छ बाहिरतिर चाहिँ हेर्न सक्नुहुन्छ गाइज एकदम खुल्ला मौसम चिसो हावा आनन्द आइरहेछ आज अलिक मान्छे धेर भएर एकदम हल्ला भइरहेछ क्या मेरो भिडियोमा चाहिँ अनि हाम्रो मामुन अङ्कल चाहिँ अब जानु लाग्नु भएको छ साथीहरू अनि मम्मीको चाहिँ उतापट्टि पछाडि बारीमा चाहिँ हाम्रो रायोको साग पनि थियो अनि मामुहरूले चाहिँ सीतापाइला उहाँहरूको घर सीतापाइला हो उहाँहरूले लगेर जानु लाग्दै हुनुहुन्छ साथीहरू यो एक प्लास्टिक साग अनि त्यसपछि साथीहरू अब चाहिँ मामुर अङ्कल चाहिँ घर जानु लाग्नु भएको छ अघि नै मैले भनेको थिएँ हाम्रो छुट्टिने बेला भइसक्यो भनेर मामुले चाहिँ साग लगेर जानु भएको छ उहाँहरूको जाने बेला भइसक्यो अब मम्मी चाहिँ यहाँबाट आफ्नो कान्छी बहिनीलाई बाई बाई भनेर यहाँ बाहिर रोडसम्म हेर्न आउनु भएको छ अनि म पनि बाहिर हावा खानलाई एकछिन निस्केको अङ्कल र मामु चाहिँ गाडीभित्र पसिसक्नु भयो गाइज बाई भनेर जानुहोस् न हुन्छ ल बाई बाई ल हाम्रो अङ्कल र मामु पनि गइसक्नु भयो उहाँहरू चाहिँ सीतापाइला बस्नुहुन्छ कि उहाँहरूको उतै हो घर अनि एकैछिन मात्रै भेट्न आउनु भएको थियो टाइम पनि छिट्टै बित्छ उहाँहरू चाहिँ गइसक्नु भयो घर अब त्यसपछि म पनि घर जान्छु मम्मी यहाँ हेर्दै हुनुहुन्छ बहिनी र ज्वाइँलाई सो साथीहरू आजको मेरो थर्ड भ्लग यति नै आज म यति नै मेरो भ्लग इन गर्न चाहन्छु तपाईँहरूले अझै बढी माया सपोर्ट गरिदिनु होला मेरो भिडियोलाई हेरिदिनु होला सब्सक्राइब गरिदिनु होला अब फेरि म अर्को भ्लगमा तपाईँहरूमा आउनेछु आजको मेरो भ्लग यति नै बाई बाई